बनेरै बस्छ के हुन्छ अरे के हुन्छ अरे यसमा सबै हुन्छ फ्री के छ म चाहिँ मेरो अमित दाई रिलेटिभ्स हैन र अब मेरो फलोअर्स त नातेदारहरू सबै चिनिसक्नु भयो होला हैन ल अब दाइको नयाँ घरको टुर हान्नुपर्छ हैन के छ दाजु मेरो के हो न यस्तै छ ओहो यता चाहिँ के दाइ थिएटर रुम अहिले खासै केही पनि छैन अब छ प्लान छ केही गर्ने हैन अनि भइसक्यो त्यो छ अझै काम बाँकी छ ए कुलर रहेछ नि त यहाँ सो तर यसले काम पुऱ्याउँछ होला है एसी यस्तो केही राख्नु पर्दैन होला पर्दैन यो सबै इन्टरनल तिम्रो छ हो टक्टेड एसी हो यसले त हरिक फाल्छ नि त चिसो हो ल त अब हजुरले पुरै टुर गराउनुपर्छ अब हजुरको होइन यत्रो मेहनत लागेछ है शान्ति नै हुँदैन होइन पुरै डिटेलमा हो ल ल ठिक छ त्यो त खतरा छ त दाइ नामी त ल यो सामानहरू त सबै पछि किनेको हो नि त होइन सबै पछि एमटी नै हो होइन त्यही पछि सबै जोड्नु भयो हो किचन एरिया होइन यस यस भन्दा ल किचन भयो है ए हो बिचमा राख्छन् होइन त ठुलो नि राम्रो हुन्छ नि त अनि अझै स्पेसल्ली नेपालीहरूलाई त होइन र अनि हो नि अनि किचन त जस नेपालीहरूलाई ठुलै चाहिन्छ होइन सबै नेपालमा नि त्यही गर्छ होइन बिस्तारै होइन हो तर डिसवासरमा धुन त पैसा बचाउनु पर्छ के भन्नुहुन्छ ल यो चाहिँ ग्रोसरी राख्नुपर्छ है फेरि के हुन्छ कसो हुन्छ होइन राखिहाल्नुपर्छ यो चाहिँ के हो त यहाँ ट्याब रहेछ त्यहाँबाट फेरि यसले चाहिँ गर्ने के हुन्छ यसमा सबै स्मार्ट अहिले चाहिँ यस्तो आएको छ कि नर्मली म्यानुअल हुन्छ हजुर हजुर टेक्नोलोजी या भन्नु न एकचोटि हो त वासिङ मेसिन यहाँ किन्नुभयो कि उतैबाट ल्याउनु फेरि ब्रान्ड न्यू सबै है ल बिचरा यस्तो छ है जे होस् फ्रिजको त के हो अभी ल ट्याब हो त सही रहेछ त दाइ यो ल यो त मैले देखेको थिएन क्या कन्टेनरहरू पनि हेर्न मिल्छ ल अनि फिचर नयाँ यो चाहिँ फ्रिजमै आउने हो कि पछि इन्स्टल त्यस्तो त होइन फ्रिजकै सबै हो यस त्यो टाँगिरहन परेन नि होइन रुटिन पनि बनाउनु सबै भयो हो रेसिपी हो नि हो यो रहेछ नि त यता
फेरि भोलि बिहान भाउजूले एक बनाउनु होला होइन गाह्रो हुन्छ बोलेरै हुँदैन अब ल यो चाहिँ गजब लाग्यो यो चाहिँ इन्स्टल गर्नुपर्छ कस्तो अफोर्डेबल छ त के भन्नुहुन्छ अलिकति डिस्काउन्ट पाएको थियो हामीले त्यति बेला हजुर लकी भयो लकी क्याबिनेटहरू छ हजुर पुसवाला हो सजिलो होइन दाग लाग्ला तर यो टेबल चाहिँ सही भन्नुभयो लुक एट दिस गाइस मस्त गाइस भन्नु भने क्या लुक एट दिस भन्नु पर्यो समथिङ न्यू टेबल है अझै सामानहरू आउँदैछ होइन ठिकै छ के छ ग्याङ तिम्रो त बिजी भयो त के छ भाउजू आरामै के छ दिदी यता गफ भइरह है टेन्सनमा होइन यता छोडिदिउँ है यता आफ्नै गफ फोनिदिउँ ल दाइ गिटार त खतरा छ त के कम्पनी हो दाइ यो देश होइन ओहो यो कटन त राम्रो छ त होइन होला हो अनि 66 किलो स्नेलर मैले केही पनि नलिएर आएको यही मात्र लिएर यही मात्र बोकेर आएको नेपालमा बिल खोजिरहेको थियो त्यो पुलिसले म त त्यो के भन्छ रे लगेजको आफ्नै वेट हुन्छ भनेर एकदम झोला हुन्छ त्यो कपडावाला यत्रो ठुलो नर्थ फेसवाला त्यसमा हालेर यसरी बोक्नेवाला कि त्यो हातले साइड साइडमा त्यसमा हालेर दिएर आएको किनभने हामीले लगेज मात्रै दुखेको होइन लगेजमा हाल्यौँ त्यो पुरै पर्दा है हाल्दा पनि 25 किलो देखाउँछ निकाल्दा पनि 25 किलो देखाउँछ कति निकाल्छ यहाँ चाहिँ तिम्रो उसवाला हुन्छ नि एउटा मात्र भएको वाला कि एउटा मात्र भयो हजुर हजुर त्यही त कस्तो मन लागेन कि लिएर आइयो मम्मीले एकदम हार्ड वर्क गर्नुहुन्छ ओके थ्याङ्क यू ल लेट्स गो कन्टिन्यू गाइस यो चाहिँ मास्टर बेडरुम ल मेन बेडरुम बाथरुम पनि हेर्ने ल ओहो सही हो तर सही ठुलो रहेछ नि है ठुलो स्पेस होइन हो नि टोयलेट वालेतिर अच्छा टोयलेट ल अनि यहाँ यो रुमको चाहिँ एकदम राम्रो फिचर भनेको टक्कै यहाँबाट बाहिर जानु मिल्छ क्या ए स्लाइडिङ डोर छ हजुर हजुर तल आएर यहाँबाट सही होइन बाहिर जानु मिल्यो पछाडि सजिलो भयो घुम्नु परेन होइन यो पनि नेपालबाट ल्याएको हो यो सबै रुमको सबै नेपालबाट त्यही त अलि झलक्कै यही आउने रहेछ हो यहाँको मलाई मनै परेन यता छ भाउजूको सामानहरू होइन नेक्स्ट टाइम होइन स्थल भएछ एउटा रुम छ हजुर चाहिँ यो कलर चाहिँ खतरा लाग्यो ट्याक्क यो म्याचिङ एकदम सही बबर लाग्यो ट्याक्क सबै इन्क्लुडेड थियो नि यो चाहिँ अलि कस्तो खै के थाहा छैन तर बाथरुमहरूमा अलि राम्रो देखाउँ यो चाहिँ मेरो हुँदै छ यो चाहिँ हजुरको के गोप्य रुम भनौँ यो मेरो
स्टडी रुम स्टडी सबै फ्रम होम जियोस् लगभग हजुरले टाइम पास गर्ने मेन पिसफुल ठाउँ होइन बेडरुम 4 यस्तो वार्डरोब अरूमा चाहिँ ऊ छैन बिल्ड त्यस्तो नगरे हुन्छ त्यस्तो नहुँदैन हैन तर यसको फिचर चाहिँ हामीलाई मन पर्छ अनि मास्टर बेडरुममा चाहिँ यताको मात्र हो मास्टर बेडरुममा चाहिँ छैन यतापट्टि होइन यतापट्टि भयो सही ल अनि हामी ब्याकयार्ड पछाडि खतरा खाँदै यो त यार पर्दा राम्रो रहेछ ल बाहिर के छ हेर्न मिल्छ अलि अँधेरै होला है कस्तो क्यामेरा नदेखेला हुँदैछ हो पछि बिस्तारै होइन के हुँदैछ हाम्रो यहाँ के गफ भइरह खाना खानु पर्यो यो कसले निकाले हो मैले तिमीलाई सम्झिरुदा तिमीलाई बाडुकीले दुख्यो कि लाग्छ बारीले बाडुकीको लहर लाग्दा मलाई सम्झि त्यहाँ तिमी रोयो कि लाग्छ बारीले तिम्रो माया शीतल जुन चाहिँ आमा यो काठ माया दिने चौतारी पिपल पर चाहिँ आमा हाँसिराखे सम्झी त्यहाँ रोयो लाग्छ बढी ढुङ्गालाई सिरान राखी निदाएछु जस्तो भयो सपनीमा देख्दा तिमी झस्केर उड्ने मायाले यसो छाती छामी हेर्छु झल्किएर आउँछ आँसु धर्किएर Tiveira no comando, pode aumentar o som. Aqui o grave fala mais alto. Se segura.